आज चाहिँ शिवरात्रि होइन हामी चाहिँ पशुपति मन्दिर जाँदै हो है। अब हेरौँ के हुन्छ पशुपति मन्दिर पशुपति मन्दिरको हेरौँ न त आज कस्तो छ होइन। हामी चाहिँ पशुपति एरियामा मान्छेको चाहिँ घुइँचो छ होइन, पुरै छैन। यस्तो ब्याग छ कि ल्याङल्याङ छ जिन्दगी। पारा पशुपति एरियाको पारा मान्छे ल्याङल्याङ जिन्दगी। यस्तो मान्छे भिड चाप छ कि कुरै नगर होइन। त्यस्तै छ जिन्दगी। Oh my god, मान्छेहरू बम बोल्दै हो क्या। गौशाला होइन, गौशालादेखि एयरपोर्टसम्म पुरा लाइन छ मान्छेको होइन, भिड छ पुरा। कुरै छैन क्या, यस्तो भिड छ कि कुरै छैन होइन। गौशालादेखि एयरपोर्ट भनेपछि त कुरै छैन क्या। हामी चाहिँ बाहिर छौँ होइन, भित्र जानै पाएको छैन। अब भित्र जाने त भनेको यता के हुन्छ नि, यहाँ गाडी जाम हुन्थ्यो। आज त मान्छे जाम छ के गर्ने, हिँड्ने बाटै छैन। 2-3 घन्टा भइसक्यो होइन। ल्याङल्याङ छ जिन्दगी, यस्तै छ होइन। मान्छेको पुरा भिड आफै देख्न सक्नुहुन्छ। गौशालादेखि एयरपोर्टसम्म जाम, जयसम्म। बाटो नपाएर चोर बाटोबाट है हामी भित्र गाह्रो छ अवस्था। डाँडाको बाटो नपाएर चोर बाटोबाट भित्र पस्दैछौँ हामी चाहिँ होइन। अब पहाड जस्तो लागिरहेको छ होइन, भनेकै गाह्रो छ अवस्था। प्याक छ के हो भित्रै सकिरहेको छैन।
चाप चाहिँ लास्टै छ होइन फाइनली हामी भित्र पस्या हो होइन अब भित्र अब मन्दिरभित्र पस्न लागेको धौधौका होइन अब लास्टै चाप छ मान्छेहरूको यस्तै छ लाइक